नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। बर्दिवासमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु। वाराणसीमा बस दुर्घटना, 40 नेपाली तीर्थयात्री घाइते। प्रधानमन्त्रीबाट प्रदेश 2 प्रदेश सभालाई सम्बोधन। प्रदेश 2 मा सबैभन्दा बढी विकास गर्ने प्रतिबद्धता, आवश्यकता अनुसार संविधान संशोधन हुने भनाई। राजपाका केही सांसदबाट प्रदेश सभा बैठक बहिष्कार, 1 मन्त्री र 3 राज्य मन्त्री अनुपस्थिति। सरकारको समिति खारेज गर्ने निर्णयले करिब 15,000 श्रमिक कर्मचारीको रोजगारी विस्थापित भएको नेपाल यातायात मजदुर सङ्घको भनाई। र बलात्कारले फाँसीको माग गर्दै राजधानीको माइती घर मण्डलमा अभियन्ताबाट अर्धनङ्ग प्रदर्शन, प्रहरीबाट धडक फरक। अब समाचार विस्तारमा। बीपी राजमार्ग अन्तर्महत्तरीको बर्दिवास नगरपालिका 3 मा बस र मोटरसाइकल ठोकिँदा एकजनाको ज्यान गएको छ। ना 4 ख 9999 नम्बरको बससँग रज 11 55 45 नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका 3 बस्ने 30 वर्षीय नेत्रबहादुर मगरको ज्यान गएको हो। मगरको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। घाइतेको बर्दिवास स्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले बर्दिवासले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीव्र गतिको कारण मोटरसाइकल अनियन्त्रित भएर बससँग ठोकिएको थियो। भारतको वाराणसी बस दुर्घटना हुँदा 40 नेपाली तीर्थयात्री घाइते भएका छन्। प्रहरीका अनुसार सुनसरीको दोहीबाट गएका तीर्थयात्रीहरूले बिहारबाट निजी गाडी रिजर्भ गरेका थिए। चालकले तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ। बसमा 46 जना थिए। घाइतेहरूलाई दीनदयाल उपाध्याय अस्पतालमा भर्ना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश 2 मा सबैभन्दा बढी विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रदेश नम्बर 2 को प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा सबैभन्दा बढी प्रदेश 2 को विकास गर्ने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले प्रदेश 2 सुगम भएर पनि मानव सूचकका विविध पक्षमा एकदमै पछाडि रहेको भन्दै 7वटै प्रदेश मध्ये यो प्रदेश आफ्नो प्राथमिकतामा रहेको पनि बताउनुभयो। यो प्रणाली र सम्पर्क हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई एउटा राजनीतिक प्रणालीको रूपमा देखाउनको लागि सबै प्रदेश नम्बर 2 मा सर्वाधिक विकास गर्ने उहाँले बताउनुभयो। स्वयं पानी जहाजको कुरा गर्दै हाँस्नेहरूलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले यसै प्रदेशको हनुमाननगरबाट पहिलो पटक नेपालको पानी जहाज चल्ने बताए। उनले प्रदेश 2 हुँदै नेपालको पानी जहाज कोलकाता पुग्नेछ। प्रदेश नम्बर 2 मा मलको कारखाना खोलिने समेत उनले बताए। प्रधानमन्त्री ओलीले आवश्यकता अनुसार संविधान संशोधन गर्ने पनि आश्वासन दिनुभयो। उहाँले माग गरिएका विषयमा कमा र फुलस्टप पनि हटाउन नहुने भनेर अडान लिनु नहुने भन्दै देश र जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने स्पष्ट पार्नुभयो।
उनले जन्मसिद्ध नागरिकता रहेको नेपालीको सन्तानले वंशज नागरिकता र आमा बुवा मध्ये एकजनाको नेपाली नागरिकता भएको खण्डमा समेत सन्तानले सहज नागरिकता पाउने बताए। प्रधानमन्त्री ओलीले मौका पाउनेहरूको विभेद गर्ने गरेको भन्दै हरेक ठाउँ र किसिमका विभेद अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले विभेद बिनाको समाज निर्माणका लागि सबै आफैबाट भेदभावकारी मानसिकता त्याग्नुपर्ने सुझाव समेत दिनुभयो। प्रदेश 2 बाट 7 लाख युवा विदेश गएको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारमा जानेहरूको भोग्दै आएका समस्या समाधान सरकार दृढ रहेको पनि बताउनुभयो। प्रधानमन्त्री ओली प्रदेश 2 बाल विवाह र दाइजो प्रथाको आक्रान्त भएको भन्दै यी कुरीति अन्त्य गर्न पहिलो आफ्नो व्यवहारमै परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै देशभर बनाउने लागेको 14 वटा नयाँ बस्ती मध्ये 7 वटा बस्ती प्रदेश 2 मै बनाउने पनि जानकारी दिनुभयो। उहाँले जनता आश्वास कार्यक्रम अन्तर्गत प्रदेश 2 का 8 वटै जिल्लामा 1,000 घर निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री ओलीले हुलाकी सडक निर्माण कार्यलाई तीव्रता दिने र 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। त्यसैगरी यस प्रदेशमा कृषिका अत्याधुनिकीकरण र यन्त्रिकीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सबैभन्दा पहिला यसै प्रदेशमा रेल लाइन विस्तार भइरहेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले विपन्नतामा रहेको यस प्रदेशले कृषिलाई प्राथमिकतामा दिनुपर्ने पनि बताउनुभयो। साथै यस प्रदेशबाट जलमार्ग विस्तारका लागि आवश्यक योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले प्रदेश नम्बर 2 का लागि आवश्यक योजनाहरू बनाएर ल्याउन प्रदेश सरकारसँग आग्रह समेत गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले जनकपुरको फोहोर व्यवस्थापन, राजविराज मेडिकल कलेजको स्थापना, राजर्षि जनक विश्वविद्यालयको सञ्चालन, धार्मिक स्थलहरूको संरक्षणमा पनि प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री ओलीले मठेल घटनाको विषयमा समेत स्पष्टीकरण दिनुभएको थियो। आफूहरूको सभा सम्पन्न भइसकेर राजमार्ग पुगेपछि किन गोली चलायो प्रश्न गर्दै प्रधानमन्त्री ओलीले राजनीति गर्नका लागि गोली चलाउन लगाइनेहरूको समेत पहिचान हुँदै जाने बताए। करिब 1.5 घण्टा भन्दा बढी सम्बोधन गरेर प्रधानमन्त्री ओलीसँगै जनकपुर धाम आएका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल माओवादी जनयुद्ध बेला सुरुवातमै शहद प्राप्त गरेका शहीद रामबृज यादवको 24औं स्मृति सभा धनुषाको बरजमझियामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रदेश नम्बर 2 को प्रदेश सभामै प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै प्रदेश सभा बहिष्कार गरिएको छ। प्रदेश सभामा सभामुख सरोज कुमार यादवसँगै प्रवेश गरिएको प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै प्रदेश सभाको कार्यवाही अगाडि बढेको घोषणा गर्ने बित्तिकै राजपाका प्रदेश सभा सदस्यहरू उपेन्द्र महतो, बिन्देश्वर प्रसाद यादव र गौरी शंकर शाह आफ्नो ठाउँमा उभिएर आफूलाई बोल्न दिन आग्रह गरे। सभामुखले आज बोल्न नपाउने भन्दै बस्न आग्रह गरेपछि प्रदेश सभा सदस्य महतो आफ्नो पार्टीका निर्वाचित सांसद जेलमा रहेको र नेता कार्यकर्तामाथि मुद्दाहरू फिर्ता नभई धडकपडक जारी रहेकाले प्रधानमन्त्रीको भाषण मात्र सुन्नुको अर्थ नरहेको भन्दै बैठक बहिष्कार गरेको भन्दै बाहिरिएका थिए। मधेश में अभी तक हमारे मंत्री सब पर मुद्दा है, बहुत लोग पर मुद्दा लगाया गया है, आज तक कोई फिरता नहीं हुआ है, बहुत लोग जेल में है। रेशम चौधरी में आज में भी इतना ज्यादा अपार से जीते इसलिए बहिष्कार करते हैं। प्रधानमंत्री जी कहा कि सैकड़ों मधेशियों को गोली खाना पड़ा है, उसके साथ साथ भले घटना हुआ है, उसके साथ साथ अभी तक हजारों मधेशी पर आंदोलन का मुद्दा लगाया गया, इसलिए हम लोग बहिष्कार करते हैं। बैठक सुरु अघि नै राजपाका महतो सहित केही सांसदहरू विरोध गर्ने जानकारी संसद सचिवालयले पाएपछि पटक पटक बोलाएर सांसदलाई प्रधानमन्त्रीकै अगाडि विरोध नगर्न भनिएको थियो। त्यसै कारणले समेत बैठक 1 घण्टा ढिलो समेत भयो। यता राजपाबाट प्रदेश सामाजिक विकास मन्त्री नवल किशोर शाह, 3 वटै राज्य मन्त्रीहरू अनुपस्थित भए। सांसद मनिष सुमन प्रमुख सचेतक परमेश्वर शाह समेत बैठकमा गएनन्। प्रधानमन्त्री ओली सम्बोधन गरिरहँदा नेकपा र कांग्रेसका एक आध सांसद बाहेक कसैले समेत ढ्याप गरेर प्रधानमन्त्रीको सम्बोधनमा समर्थन जनाएनन्। बैठक कक्ष शान्त देखियो।
यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध गर्न जनकपुर विमानस्थल पुगेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन गएका युवाहरू सरोज मिश्र, जानी खान, प्रशान्त झा, सञ्जय र सन्देश यादवलाई प्रहरीले पक्राउ गरेको हो। त्यस्तै केही व्यक्तिले जनकपुरको भमरपुरा चोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन्। संविधान संशोधन नहुँदै तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली मधेस आएकाले विरोध गर्नु परेको उनीहरूको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध गर्न जनकपुर विमानस्थल पुगेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री ओलीले कालो झण्डा देखाउन गएका युवाहरू सरोज मिश्र, जानी खान, प्रशान्त झा, सञ्जय, सन्देश यादव प्रहरीले पक्राउ गरेको हो। यस्तै केही व्यक्तिले जनकपुरको भमरपुरा चोक स्थित टायर बालेर प्रदर्शन गरेका छन्। अब केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री डाक्टर सुरेन्द्र यादवलाई सम्मान गरिएको छ। जनकपुरमा जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलले राज्य मन्त्री डाक्टर यादवलाई सम्मान गरेको हो। यस अस्पतालका संस्थापक समेत रहेका मन्त्री यादवलाई चिकित्सक तथा कर्मचारीहरूले सम्मान गरेको छ। यस्तै प्रदेश सांसद कैलाश कुमार यादवलाई पनि सम्मान गरिएको छ। त्यसक्रममा अस्पतालका मेडिकल वार्डको उद्घाटन समेत गरिएको थियो। कार्यक्रममा जानकी हेल्थ केयरमा महत्त्वपूर्ण योगदान पुर्याउने चिकित्सक तथा कर्मचारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा डाक्टर रमन मिश्र, डाक्टर रामजी यादव, वीरेन्द्र झा, डाक्टर अमित मिश्र, डाक्टर विनय कुमार झा लगायत चिकित्सक तथा कर्मचारीको सहभागिता थियो। त्यस्तै जनकपुरमै भएको अर्को कार्यक्रममा पनि डाक्टर यादवलाई सम्मान गरिएको छ। नेपाल औषधि बिक्री प्रतिनिधि सङ्घ, नेपाल औषधि तथा बिक्री प्रबन्धक सङ्घ जनकपुर एकाइले राज्य मन्त्री यादवलाई सम्मान गरेको हो। कार्यक्रममा राज्य मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा विभिन्न किसिमका समस्या रहेको भन्दै समाधानका लागि प्रतिबद्ध भई काम गर्ने जनाउनुभयो। स्वास्थ्य रेडियोलॉजी, फार्मेसी एना करके अपने को 29 को आते स्वास्थ्य मंत्रालय में 29 के डेलीगेशन में हमारे कम से कम 25 को डेलीगेशन कहाँ से लोग चले वो भी ठीक एक वो संस्था के फिर फोरम के फिर कांग्रेस के फिर ये वाले के और ढंग से फिर जोड़नी 3-4 से और गुना कर दी। कार्यक्रममा औषधि व्यवसायीलाई पनि सम्मान गरिएको थियो। नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारिज गर्ने निर्णय गरी 15,000 श्रमिक कर्मचारीको रोजगारी विस्थापित भएको बताएको छ। सङ्घको अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारिज गर्ने निर्णयसँगै देशभरका 400 समितिका कार्यरत 15,000 श्रमिक कर्मचारी रोजगारीबाट विस्थापित भएको बताए। सङ्घको शनिबार बसेको बैठकले भदौ 1 गतेबाट लागू भएको मुलुक देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएका सवारी चालकलाई 10 वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ। बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सो अनुसारको सो अनुसारको संरचनाका लागि देशभर अभियान थाली नयाँ स्थापना संगठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्ने जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ। सङ्घ आबद्ध महासङ्घ, नेपाल ट्रेड युनियन
कार्डिटसँग छलफल गर्दै यातायात मजदुरका हक हित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए। बलात्कारी पुरुषले फाँसीको माग गर्दै राजधानीको माइती घर मण्डलमा अभियन्ताले अर्धनङ्ग प्रदर्शन गरेको छन्। शनिबार महिला अधिकारका अभियन्ताहरूले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ। बलात्कारलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणभित्रै पनि उनीहरूले नाराबाजी गरिरहेका थिए। प्रदर्शनमा संलग्न 5 महिला, 1 पुरुष र 1 जना तेस्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारमा स्थित वृद्धमा राखेका छ। संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर बलात्कार विरुद्ध संयुक्त र्यालीको ब्यानरमा झण्डै 2 दर्जनको संख्यामा मण्डलमा भेला भएका युवतीले संविधान संशोधनको माग गरेका छन्। उनीहरूले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन्। मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारबाही नहुनु लगायतका घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन्। विशेष गरेर नयाँ पुस्ताका युवा युवतीहरूले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन्। मण्डलमा पनि सामाजिक सञ्जालमा सशक्त हुँदै आएका युवा युवतीहरूले उपस्थिति थियो। भदौ 1 गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनङ्ग प्रदर्शन गर्नेलाई पनि कानुनी कारबाही हुने व्यवस्था छ। अब फेरि समाचारमा विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विकास सम्बन्धी बुढात सोचाइका कारण मुलुक पछि परेको बताउनु भएको छ। शनिबार राजधानीमा आयोजित फास्ट फूड एसोसिएसन नेपालको 60औं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विकासको बारेमा पुरातन सोचाइमा परिवर्तन ल्याउनु पर्ने बताउनु भएको हो। विकासका लागि मुलुकका सबै गतिविधिलाई 24 घण्टा सञ्चालनमा ल्याउनु पर्ने उहाँलेको तर्क थियो। उहाँले उद्योग, कल कारखाना, होटल तथा महत्त्वपूर्ण शहरहरूलाई 24 घण्टा सञ्चालनमा ल्याउन सके मुलुकको विकासको फड्को मार्ने बताउनुभयो। आफूले नयाँ सोचका साथ पर्यटन क्षेत्रलाई विकासको गतिमा अघि बढाउने उद्घोषण पनि उहाँले गर्नुभयो। 6 घण्टा एयरपोर्ट चलाउँछौँ। यो एयरपोर्टको टोटल निर्माण गरिसके पछाडि अरू एयरपोर्टहरू पनि हाम्रा चल्छन्। त्यसरी नै म यही आर्थिक वर्षमा नै रेस्टुरेन्टहरू अथवा काठमाडौँमा चाहिँ काठमाडौँ, पोखरा लगायतका केही महत्त्वपूर्ण सहरहरू खुल्ने समय 9 बाट 10, 11, 12 र भोलि भविष्यमा 24 घण्टा चल्ने बनाउनु पर्दछ। इन्डस्ट्रीहरूले चाहिँ जम्मा 8 घण्टा काम गरेर के हुन्छ? हुँदैन। इन्डस्ट्रीहरू 24 घण्टा काम गर्नुपर्दछ। हाम्रो विकासको पुरातन सोचाइले हामी पछाडि परेको भयौँ। यो पुरातन सोचाइलाई बदलेर नयाँ सोच ल्याउनु छ। टुरिज्म सेक्टरमा नयाँ सोच आउँछ हो। तपाईँहरू अलिकति आफ्नो ठाउँमा एकदम क्वालिटीको डिसिप्लिन एकदम अर्डरमा चाहिँ अझै व्यवस्थित गराउनुहोस्। जिल्ला नगरी अझ अगाडि बढ्न चाहिरहेका छौँ। हामी नेपालीहरू व्यवसायमा धेरै मन्त्री अधिकारीले राजधानी काठमाडौँको मुख्य चुनौती सडक सुधार र वायु प्रदूषण रहेकाले वातावरण दृष्टिले स्वच्छ बनाउन सक्ने हो पर्यटन लगायतका व्यवसाय फस्टाउने बताउनुभयो। भूकम्पले क्षति पुगेको सम्पदा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेकाले 1 वर्षभित्र अधिकांश सम्पदा पुनर्निर्माणको काम सम्पन्न हुने दाबी पनि उहाँले गर्नुभयो। उहाँले नेपालको फास्ट फूड संसारकै उत्कृष्ट फास्ट फूड बनाउन तर्क लागि पर्न पनि व्यवसायलाई सुझाव दिनुभयो।
प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको सकारात्मक पुस्तक विमान विद्रोह सार्वजनिक भएको छ। शनिबार पटनपुरमा विशेष कार्यक्रम गरी पुस्तक गरिएको हो। पुस्तकमा 2030 सालको विमान अपहरणमा सुवेदीको संलग्नता र त्यसले निम्त्याएका तत्कालीन राजनीतिक परिस्थिति र घटनाक्रममाथिका अनुभूतिहरू समावेश छन्। विमान अपहरणमा संलग्न भए बापत सुवेदीले भारतीय जेलमा काटेका 2 वर्ष 10 वर्षको प्रवास बसे। तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षको साथै श्रीमती सुशीला कार्की र प्रधान न्यायाधीश हुँदाको समयमा तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीले प्रस्ताव गरेको आर्थिक प्रबोधन लगायत प्रसङ्ग उल्लेख छन्। पुस्तकमाथि चर्चा गर्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले तत्कालीन परिवेशमा दुर्गा सुवेदीले अँगालेको बाटो अनुकूलीकरण रहेको बताउनुभयो। राजनीतिक परिवर्तनका लागि समय सापेक्ष निर्णय र आन्दोलन जरुरी रहेकाले कुन ठिक बेठिक भन्नु कठिन हुने तर्क उहाँले गर्नुभयो। भनेको एउटा निरन्तरको प्रक्रिया, कहिले टुङ्गिने पनि कुरा होइन। अब यो विमान अपहरण गर्नु ठिक थियो बेठिक थियो, सशस्त्र सङ्घर्षको बाटो लिने ठिक कि बेठिक भन्ने जस्ता प्रश्न उठ्छन्। त्यसलाई ठिक र बेठिक, सेतो या कालो भनेर चाहिँ टुङ्ग्याउनु कहिले पनि सकिँदैन। यी सङ्घर्ष निरन्तर हुन्छ, परिवर्तन निरन्तर हुन्छ। त्यस्तो बेलामा चाहिँ यो सशस्त्र र निशस्त्र शान्तिपूर्ण सङ्घर्ष भनेका यी खालि माध्यम मात्रै हो। त्यसले परिस्थिति अनुसार चाहिँ अपनाउने कुरा हुन्छन्। कुनै कालखण्डमा जब राष्ट्रिय सत्ताले दमन गर्छ, अरू कुनै बाटो दिँदैन, त्यति बेला एउटा एक्सट्रिम प्रकारको चाहिँ बाटो लिनुपर्ने हुन्छ। तर बाटो जब यी सहज र फराकिलो विभिन्न ढोकाहरू खुल्छन्, त्यसपछि चाहिँ त्यति बेलाको नेतृत्वले कुन ढोकाबाट चाहिँ अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने ठानेर ढोकाको बाटो चयन गर्ने कुरा मात्रै थियो। त्यसले निरपेक्ष ढङ्गले सशस्त्र सङ्घर्ष ठिक कि बेठिक, विमान अपहरण गरेर ठिक कि बेठिक भन्नु चाहिँ मिल्दैन। मेरो विचारमा 70 को दशकमा तपाईँ कोही पनि भएको भएदेखि हामी सबै दुर्गा सुवेदी भन्नुपर्थ्यो। दुर्गा सुवेदीले जुन गर्नुभएको थियो ठिक गर्नुभयो भन्ने मान्यता म त्यहाँ राख्छु। त्यसमा हामीले कुनै पनि पश्चाताप गर्नुपर्ने कुरा छैन। पाठ सिक्ने कुरा हो, पश्चाताप गर्ने कुरा होइन। आवश्यकता अनुसार कहिले हामी शान्तिपूर्ण बाटो लिनुपर्छ, कहिले हामीले सशस्त्र सङ्घर्ष बाटो। पुस्तकमा सुवेदीले विमान अपहरणको आरोपमा जेलमा बस्दा भागेर भारत पुगेको, भारतको चिपको आन्दोलन लगायत विभिन्न कालखण्डका राजनीतिक घटनाक्रमका विविध विषय समावेश भएको बताउनुभयो। उहाँले तत्कालीन समयमा काङ्ग्रेस कस्तो रहेछ भन्ने बारे बुझ्नका लागि पुस्तकमा यथा विषयवस्तु समावेश भएको उल्लेख गर्नुभयो। व्यक्तित्व र स्वभावका आधारमा दुर्गा सुवेदी जस्तो भन्न गाह्रो रहेको थापाले टिप्पणी गर्नुभयो। सुवेदीले लोकाचार, लालसा र डर बिना नै तत्कालीन पात्र र तिनका प्रविधि पुस्तकमा उतार्नु भएको नेता थापाले बताउनुभयो। उहाँले आजको पुस्ताको काङ्ग्रेसले विमान विद्रोह पुस्तकबाट तत्कालीन राजनीतिक र राजनीतिकका पात्र भए यथा जानकारी लिन सक्ने तर्क गर्नुभयो। विमान विद्रोह कृतिमा नेपाली काङ्ग्रेसले तत्कालीन पार्टी र राजनीतिको अहिलेसम्म बाहिर नआएको धेरै प्रसङ्गहरू पनि भेटिन्छन्। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। बर्दिवासमा बस र मोटरसाइकल ठोकिँदा 1 जनाको मृत्यु, 12 बस दुर्घटना, 40 नेपाली तीर्थयात्री घाइते। प्रधानमन्त्रीबाट प्रदेश 2 प्रदेश सभालाई सम्बोधन, प्रदेश 2 मा सबैभन्दा बढी विकास गर्ने प्रतिबद्धता, आवश्यकता अनुसार संविधान संशोधन हुने भनाइ। राजपाका केही सांसदबाट प्रदेश सभा बैठक बहिष्कार, 1 मन्त्री र 3 राज्य मन्त्री अनुपस्थिति। सरकारको सङ्घ समिति खारिज गर्ने निर्णयले करिब 15,000 श्रमिक कर्मचारी रोजगारी विस्थापित भएको नेपाल यातायात मजदुर सङ्घको भनाइ। र बलात्कारले फाँसीको माग गर्दै राजधानीको माइतीघर मण्डलमा अभियन्ताबाट अर्धनङ्ग प्रदर्शन, प्रहरीबाट धरपकड। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।